सो गाइज गुड मर्निङ र मेरो नयाँ एउटा भिडियोमा स्वागत गर्न चाहन्छु। भर्खरै मेरो बिहानको सुरुवात भइसकेको छ। म भर्खरै उठेँ र मैले मेरो बिहानको सुरुवात चाहिँ तातो पानीबाट हुन्छ। मैले डेली बेसिसमा तातो पानी खाने गर्छु। अनि भर्खरै म उठेँ र बिहान अहिले अब जाडो छ। सो गाइस खाना खाएर अब चाहिँ म आफ्नो अफिसतिर निक्लिसकेको छु। अब बाटोमै छु। अब अफिसको लागि म हिँडिसकेको छु र यो हाम्रो लोकालिटी सुब्बा चोक मेरो मर्निङ चाहिँ सुरु भइसक्यो। र यो सुब्बा चोकको गाई चोक छ। यो गाई यहाँको गाई मोटो राखेको भएर चाहिँ यहाँलाई सुब्बा चोक भनिएको होइन। आज डे 5 अफ डेली भ्लगिङ तपाईँले सपोर्ट गरिराख्नु भएको छ। थोरै धेरै भिडियोहरू पनि आएको छ। यसै गरी साथ दिइराख्नु होला। र म डेली बेसिसमा भ्लगहरू बनाइरहेको छु। आज मेरो डे 5 अफ डेली भ्लगिङ यो चाहिँ मेरो 365 डेजसम्म चाहिँ हुनेछ। यो 365 डेज भ्लगिङ गरेको र म डेली 1 वर्षसम्म चाहिँ डेली बेसिसमा भ्लग बनाउँदैछु। सो गाइस हामी चाहिँ अहिले स्कुटीमा हावा हाल्दैछौँ। एउटा भाइले हावा हाल्दैछ अनि स्कुटी पनि थोत्रो भइसक्यो। जेमा हाई स्कुल रोड नेपाल नामी। सो गाइस अब हाम्रो चाहिँ खाजा खाने टाइम भएको छ र खाजा मैले खाँदैछु। यो चाहिँ खाइनँ। अब अघि काम भ्याएर खाजा खाने टाइममा म खाजा खाँदैछु। अब चाहिँ मैले अब अफिस गर्न गरेको घरतिर जान लागेको। अब आज चाहिँ आकाश भिडल जानु चाहिँ काम छ आकाश भिडलमा र भरतपुरै हो। हाम्रो अफिस चाहिँ गरिमा विकास ब्याङ्कको तलपट्टि छ र अब चाहिँ म आकाश भिडल जाँदैछु। सो गाइस यो चाहिँ भरतपुर आकाश भिडल हो। चाहिँ आकाश भिडलमा आँखा जताउन त आएको होइन, तर यहाँ चाहिँ सानो एउटा काम परेर म पस्न आएको। सो गाइस म चाहिँ अहिले निपनी आइपुगेको छु। यो मैले एउटा आन्टीको चाहिँ स्कुटी लिएर आएको थिएँ। उहाँ चाहिँ अलिक बिरामी हुनुभएको कारणले गर्दा उहाँ आउनु पाउनु भएन। मतलब उहाँ अर्को स्कुटीमा आउँदै हुनुहुन्थ्यो र मैले उहाँको स्कुटी ड्राइभ गरेर लिएर आएको। म चाहिँ निपनीमा छु। यहाँ उहाँलाई कुट्दैछु। यो चाहिँ निपनी चोक हो गाइज। गाइज र म भिडियोमा अब अन्तिममा आइसकेको। अब आजको दिनलाई चाहिँ यतिकै भयो। यो चाहिँ म भोइस स्टप गर्दैछु किनभने एकदम आवाज एकदम क्लियर नभएको र भोइस स्टप गर्दैछु। भिडियो चाहिँ अन्तिमसम्म आइसकेको छ। भिडियोलाई चाहिँ लाइक गरिदिनु होला। मैले भन्नु केही छैन। अब हजुरहरूको हातमा हो सबै। भिडियोलाई लाइक गरिदिनु होला र भिडियो मन परेकोमा सेयर पनि गरिदिनु होला। च्यानललाई सब्सक्राइब गरिदिनु होला।